म गएर अब राजनीतिमा गएर मैले अब जुन हत्यारा सरकार हुन्छ उहाँसँग सम्झौता गर्ने हो मैले, होइन नि। उहाँहरूले त पक्कै पनि उहाँहरूले गर्दा उहाँको त्यो एरोगेन्सले गर्दा जुन सिस्टम थियो उहाँले त्यही सिस्टमलाई फाल्नको लागि हाम्रो शहीदहरूले आफ्नो ज्यान गुमाउनु भएको। अनि म उहाँसँगै गएर मिल्ने हो, सम्झौता गर्ने हो के? शहीदहरूको रगतको किमत यही हो, सम्झौताको लागि हो, फन्डिङको लागि हो, होइन नि। फन्डिङको लागि केही होइन, शहीद देशको लागि हो। देश पहिला आउनु पऱ्यो नि, हामी देशको लागि हो क्या। नम्बर 1 भनेको देश हो, त्यसपछि बल्ल अरूहरू आउनुहुन्छ। देशको लागि हामी झुक्नको लागि झुक्छौँ, हामी झुक्नुपर्छ। हाम्रो देश गौरव, हामी नेपाली हौँ। अनि देश भनेको चाहिँ के हो त? देश भनेको हाम्रो पहिचान हो, होइन? यो पहिचान सब हाम्रो राजासँग कनेक्टेड छ क्या। न्यायको लागि म कसैलाई केही भन्न चाहन्न, होइन? न्यायको लागि हामी आफै अघि बढ्नुपर्छ। न्यायलाई पाउनको लागि हामीले अब अरू कुनै उपाय देखिन। राजा मात्रै एउटा यस्तो हुनुहुन्छ जसले हामीलाई न्याय दिन सक्नुहुन्छ। राजाको लागि लडेको होइन, तर राजाले हामीलाई न्याय दिन सक्नुहुन्छ। जुन मेरो 4 वर्ष शहीदहरूले जुन सपना देख्नु भएको थियो, एउटा नयाँ शान्तिपूर्ण नेपाल जसमा हामी आफैले हाम्रो देश बनाउँछौँ भनेको थियो, त्यो सपना पुरा गर्ने अब राजा बाहेक अरू कोही हुनुहुन्न क्या। राजा नै हाम्रो एउटा आश, राजाबाट मात्रै मेरो आश छ। र मेरो शहीद परिवारबाट नि कतिपयलाई अब यो सरकारबाट भइसक्नुभयो र उहाँको नेतृत्वको सट्टा म अहिले बोल्दै आइरहेको छु। र यही भन्दै म लास्टमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, म वीरेन्द्रको पालामा चाहिँ, राजा वीरेन्द्रको पालामा त म जन्मिएको थिएन, म 20 वर्षको थिएँ, 20 वर्षको अहिले छु। तर उहाँको लागि चाहिँ उहाँले जे भन्नुहुन्छ, उहाँको धारणालाई मैले क्लोजली एकदमै फलो गर्दै आइरहेको छु। उहाँले के भन्नुहुन्थ्यो भन्दा, हामी नेपाली हौँ, नेपाल हाम्रो हो, हामी नेपालका हौँ र देश बनाउने अब हामी नेपालीले हो, अरूले होइन, हामी नेपालीले देश बनाउनु पर्छ। र एउटा सानो लाइन छ जुन चाहिँ अब अक्सिस ब्यान्डको गीतको हो, होइन? जहाँ सिंहको नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ भन्नुभएको छ क्या त्यो लाइनमा। त्यो लाइन मलाई यति मनपर्छ है। अनि यही कुरालाई म आफ्नो तर्फबाट अघि बढाउँछु, होइन? यो कुराको लागि म लड्ने हो। र यो भन्दै म जय नेपाल भन्छु र थ्याङ्क यू यसको लागि।